त्यो दिन जब पाचनमा पहिलो पटक डाँट बनाउने ठाउँ देखियो। हिजो आज पाइलै पछि डाक्टरहरू फालाफाल छन्। सबैले आफ्नो सन्तानहरूलाई डाक्टर बनाउन चाहन्थे। पहिले डाक्टर भनेको कहाँ हेर्न पाइन्छ भने जस्तो हुन्थ्यो। आफ्नो जिल्लाभरिमा मुस्किलले 1-2 जना कम्पाउन्डरसम्म हुन्थ्यो। होइन भने परम्परागत तान्त्रिक र फुकफाकमा विश्वास गर्नुपर्ने हुन्छ। पेट दुखेमा बहुवाको अर्थात् मन्थन गर्ने, कान दुखेमा नापस्या गनेदेवको पूजा गर्ने, दाँत दुखेमा वास्यादेवको पूजा गर्ने। कुनै बेला दाँत दुखेको बेला बारी वरिपरिको एक प्रकारको सुकेको फुल दुखेको दाँतले च्यापेर राखेमा पनि दुखेको निको हुन्छ। किशोरावस्थामा दाँत दुखेर वैदीको छोराले एक थरी सुकेको फुल दाँतले च्यापेर राख्न दियो। मैले त्यसै गरेँ। एकछिनमै निकै झमझमायो, दुखाइ कम भयो, दाँत दुखेको पुरै निको भयो। यही समयमा पाटनमा आदमीको दाँत बनाउने विधि निस्किसकेको थियो। कतै कतै दाँत बनाउने ठाउँ भनेर साइनबोर्ड झुन्ड्याएको क्लिनिकहरू पनि देखा पर्थ्यो। सिडी मेडिकल हल, श्याम मेडिकल हल, कमल फार्मा जस्ता एउटा दुईटा मात्रै औषधि पसल थिए। 3 कवलको क्लिनिकमा सिसाको दराजमा नक्कली दाँत पंक्तिबद्ध रूपमा राखिएको हुन्थ्यो। एकजना कालो वर्ण अलि दुब्लो जिउडालो र चस्मा लगाएको डाक्टर साहब बसिरहेको हुन्छ। त्यहाँ बिरामी एउटा मेचमा टाउको हल्का पछाडि पारेर मुख खुल्ला गरेर बसेको हुन्छ। डाक्टर औजारले मुखभित्र हेरेर उपचार गरिरहेको हुन्छ र बाटोमा हिँड्नेहरू आश्चर्यचकित हुँदै हेरिरहेको हुन्छ। केही वर्ष अगाडि एउटा पुस्तिकमा उहाँको नाम रामप्रसाद अमात्य भनेर लेखेको देखेर थाहा भयो। उहाँ हुनुहुन्छ रामप्रसाद अमात्य, पाटनका अग्रणी दन्त चिकित्सक। उहाँका 2 छोरा पनि बाउकै क्लिनिकमा दाँतको काम गरिरहनु भएको छ। कान्छो छोरा नरेश अमात्य साहित्यको पासा नै भए। रामप्रसाद अमात्यको छोरा नरेश अमात्यका अनुसार उहाँका बुबा पहिले लगनखेलको पशु अस्पतालमा कार्यरत थिए। उहाँले अहिले जिल्ला अदालत भएको मैदानमा ओखरको बोर्डहरू लगाउनु भएको थियो। यो 2016 सालको कुरा हो। हामीले त्यसबेला ओखर सारेर ल्याउने याद छ। पछि 300 बोर्डहरू काटेर अहिले विभिन्न अफिसहरू बने। केही वर्ष अगाडि निधन हुनुभएका रामप्रसाद अमात्य पाटनको एउटा नाम चलेको दाँतसँग सम्बन्धित व्यक्ति हुनुहुन्थ्यो। उहाँ जस्तै पाटनमा इतिहासमा नलेखिएका जनमानसको सम्झनामा रहिरहने अन्य व्यक्तिहरूको सम्झना हामीलाई रमाइलो लाग्छ। त्यो सम्झना पाटनको सम्पदा हो।